नमस्कार। आजको भिडियो जसको घरमा सानो बालबालिका छन् उहाँहरूको लागि एकदम महत्त्वपूर्ण छ। त्यसको साथसाथै तपाईँको बच्चा तपाईँले हस्पिटल अथवा स्वास्थ्यकर्मीकोमा तपाईँले लिनुभएको छ। उहाँ स्वास्थ्यकर्मी तथा डाक्टरले तपाईँको बच्चालाई सलाइन पानीको बाफ लगाउनुहोस् भनेर भन्नुभएको छ। तर तपाईँले मेरो बच्चा धेरै जटिलता भयो कि के हो, के बाफै लगाउनु पर्ने भनेर सङ्कोच मान्नुहुन्छ कि बढी अप्ठ्यारो मान्नुहुन्छ, अलि अप्ठ्यारै भएछ कि मेरो बच्चालाई भनेर भन्नुहुन्छ। त्यस्तो होइन। तपाईँले यो भिडियो सुरुदेखि अन्तसम्म हेर्नुहोस्, सम्पूर्ण कुराहरू बुझ्न सक्नुहुन्छ। सलाइन पानीको बाफ भनेको एकदम साधारण हो, जसले प्रत्यक्ष फोक्सोमा बाफको रूपमा गएर काम गर्छ। जस्तै बच्चालाई खोकी लागेको छ, खकार आउने खालको खोकी लागेको छ, ख्यारख्यार खालको खोकी लागेको छ भने त्यसले बाफले प्रत्यक्ष रूपमा गएर खकारलाई पातलो बनाइदिन्छ अथवा खकारको सानो सानो कणहरूलाई पनि त्यसले फैलाइदिएर बाहिर निक्लनेमा सहयोग गर्छ भने औषधिले तपाईँले औषधि बच्चाले खाइसकेपछि अनि त्यो विभिन्न ठाउँहरूमा गएर अनि विभिन्न अङ्गहरूलाई पनि असर गर्न सक्छ। त्यसकारण औषधिको तुलनामा जस्तो बाफ चाहिँ धेरै सुरक्षित हुन्छ। प्रत्यक्ष फोक्सोसँग रिलेसन भएको हुनाले, प्रत्यक्ष फोक्सोसँग नै सम्बन्ध राख्ने भएकोले उसले प्रत्यक्ष रूपमा बाफ फोक्सोको सानो सानो कणहरूमा अथवा खकारको सानो सानो कणहरूमा गएर पातलो बनाएर निकाल्न सहयोग गर्छ। नत्र भने बच्चाहरूलाई त्यो बाफ नलगाएर कफहरू फोक्सोमा अथवा घाँटीमा जम्मिराख्यो भने सितिमिति नआउने, जसको कारणले बच्चालाई खोक्दा फेरि बान्ता भइराख्ने त्यस्तो समस्या हुनसक्छ। त्यसकारण बजारमा जस्तो तपाईँको सुविधा छ भने, बाफ लगाउने सुविधा छ भने तपाईँले बाफ लगाएकै राम्रो हुन्छ औषधि खुवाउनुभन्दा। अब त्यस्तो सुविधा नै छैन भने बरु औषधि प्रयोग गर्नुहोस्। औषधि प्रयोग गर्दा जति बेफाइदाहरू हुन्छ, औषधिको जति साइड इफेक्ट देखिन्छ, जस्तो दिमागमा मुटुमा असरहरू देखिन्छ भने बाफमा चाहिँ त्यस्तो असर देखिँदैन, कम असर देखिन्छ। त्यसकारण तपाईँले बाफ लगाउँदाखेरि अर्को पटक मेरो बच्चालाई बाफै लगाउने हुन्छ अथवा बानी पर्छ भनेर मलाई भन्ने गर्नुहुन्छ, त्यस्तो होइन। आवश्यक पर्यो भने लगाउने हो, आवश्यक नपर्दा किन लगाउने। त्यसकारण तपाईँको बच्चालाई एकपटक बाफ लगाउँदै गर्दा बानी पर्ने होइन। हवस् त, धन्यवाद। यो भिडियोलाई मन परेमा लाइक, सेयर, कमेन्ट गर्न पनि नबिर्सिनुहोला। हवस्।